हेलो वेलकम टु माई ब्लग त छैन च्यानल तै पनि अब हाम्रो पेन्द्रजीले भनिहाल्नुभयो मैले पनि नाइ भनिनँ त्यसकारण एउटा भिडियो बनाउन हाम्रो बाउ छन् ओए बाउ बाहिर आऊ बाहिर आऊ भने टक्क हाम्रो एकछिन सरी म अगाडि जान्छु टक्क ब्लग हाम्रो यता क्यामेराम्यान सर हुनुहुन्छ उहाँको टक्क कृष्ण उहाँ हाम्रो रमेश सर किनभने ग्रुप गर्नै मिल्दैन होला अहिले चाहिँ बोल्न मिल्दैन ताल र ताल सिरियल गर्ने भनेको टिकटक बनाउन आएको छु टिकटक बनाउने घरमा गयो हुन्थ्यो होला नि काम छैन यो रात मात्रै परोस् न मैले जानेको छु होले पानी चाहिँ कहाँको हाले फेरि टोयलेटको यो सगरमाथा हो बाउ 8848 सगरमाथाको उचाइ कति छ थाहा छ तिमीलाई 8,000 तिमीलाई 8,848 मिटर अग्लो हो नि यो हेर्दैखेरि मलाई टोरी लाउरे को आयो अरे ए बाउ हेर त यसको हेर न यहाँ हेर न यो के लाग्छ उठे पर हेर त उहाँ उठे झ्याप भइसक्यो यो झ्याप तेरो मुखमा पच्याङ तेरो हुलिया हेर्दा चाहिँ ठ्याक्कै नाम्चेतिर याक हेर्न राखे जस्तो अनुहार रहेछ है आफ्नो बेले आफै गइरहेछ टुप्पी यो सट्टा उता पोखरा विमानस्थलबाट प्लेन उड्दा कहाँ ल्यान्ड गरौँ हुँदैन तपाईँको टाउको देखेँ हो र त्यस्तो छ त भयो यति राम्रो आयो हजुर आयो केरा एकदम ताजा ताजा केरा आयो बिसारी नहालेको धनकुटाको केरा आयो हजुर आउनुहोस् होइन यो बुढा आउनुहोस् अनि के पारा हो बुढा यो अर्काको केरा यहाँनिर यसरी बेच्नु पाइन्छ यहाँ अर्काको यो मैले बिहाको नि हो आयो फेरि यहाँ तङ गर्न बिहानै एक बिहानै यसरी अर्का केरा यो केरा छौ पैसा निकाले केरा छौ पैसा अब आइरहेको यो फेरि मलाई याद पैसा निकाले अरे कि पैसा निकाले कि उठेर रे यहाँलाई कि पैसा निकाले अर्काको भाइ केरा भाइ तिम्रो घर कहाँ हो ल भन मैले केरा कहाँ ल्याएको अनि म थाहा हुन्छ ल भन तिम्रो घर कहाँ हो मेरो घर त यहाँबाट लगभग 4 किलोमिटर भयो अनि मैले 1 किलोमिटरबाट केरा ल्याएको यहाँ पुरै मिलेन ए भाइ त त्यसै तङ गरे पो र त भनेपछि यो केरा चाहिँ कसो आम्मै ल सर ल अब गरौँ होइन